ल त फाइनली हामी यो भरताल घुमेर अब घर जान लाग्यो के गर्ने ठाउँ राम्रो लागेन मन परेन ठाउँ त्यसै कारणले अब सबै घुमे फोटोसोटो खिचिसक्यो अब घर गइरहेछौँ अंकित कस्तो लाग्यो भरताल भरताल ठिकै छ तर धेरै हल्का काण्डहरू हुन्छ यहाँ अलि नराम्रो हो राहुल कैसा लाग्यो मस्त लाग्यो सुरज सर कस्तो लाग्यो र दोबारा ना लागल माने पहले से विकास तो भइल बा लेकिन बिजनेस विकास मात्र भइल बा कुछ ढंग के विकास नहीं के भइल टूरिस्ट के भी ए लागि अभी सब बन्जर परल बा ल यता हेर्नु त हाई गरिदिनु लाइक शेयर सब्सक्राइब अथवा फलो जे गर्नु छ गरिदिनु चप्पल जित्नाले कमेन्ट गरिदिनु छ गरिदिनु राम्रै छ बाइक निकालेर छौँ अब घर जान लागि बाइक निकालेर यो बागमती नदी हो यो अब यहाँबाट बाइक निकालेर घर जाने यो बाटो छ यहाँ अब सबै त एक्सप्लोर गर्नै सक्यो त्यति मजा आएन यहाँ खासै केही छैन बस त्यही झुलुवा हलुवा छ बजारमा बोटिङ वोटिङ गर्न पाइन्छ त्योभन्दा बढी पाउँदैन तिनीहरू यहाँ के गर्दैछ अलि हेरौँला के छ त्यहाँ केही छैन नदीमा जानु के भयो बाई बाई अब भरताल बाई बाई हामीहरू जाँदैछौँ अब यो मात्रै यहाँ चुला चुला छ अरू केही छैन यहाँ रमाइलो मेरा भरताल भ्रमण गर्नुभएकोमा धन्यवाद अहिले पनि मान्छेहरू आउँदैछन् यहाँ ना होइन हेर्न सक्नुहुन्छ यो सबै पहाड छन् त्यो हेरिरहेको छैन अहिले कुहिरोको कारणले अनि यहाँ साथीहरू हामी त्यो ताल घुमेर भरताल घुमेर अब नुनथर आइसकेका छौँ यहाँ हेर्न सक्नुहुन्छ नुनथरको भ्यू यो बागमती नदी कतिको राम्रो छ यहाँ अनि यो ठाउँ हेर्न सक्नुहुन्छ यो हेर्न सक्नुहुन्छ यहाँ भइहाल्यो यो बागमती नदी हो कति ठुलो छ र अब नुनथर पार पनि आइसक्यो हेर्न सक्नुहुन्छ यो